हेलो 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 हामी अहिले रासताल आइपुगेका छौँ। पहिला 2-4 जना मान्छे मात्रै आएको थियो, अहिले चाहिँ सबैजना आइरहेछ। होइन त हाम्रो मान्छेहरू उनीहरूको मान्छे होइन भनेको। यहाँ केटाकेटीहरू यस्तो मस्ती गरिरहेछ, इन्जोय के भन्नु। एउटा बुढो मान्छे पनि केटाकेटीसँग पुरा मस्त दिइरहेको अवस्था देखिरहेको छ। यहाँ चाहिँ फिर घुम्ने ठाउँ हो। केटाकेटीले घुमिसकेको छ। ओ हाम्रो म्याडम यी यता खोइ। हेलो, के छ अनि हालखबर? आज हाम्रो एउटा बुहारीको चाहिँ ठ्याक्क तरिकाले युनिभर्सिटी पढेको हुनाले हामी फुल यहाँ रमाइलो गर्न आइरहेको छ। एकापट्टि माइली बुहारी आउँदै, उता हाम्रो कान्छा अनि कान्छी बुहारी सबै एकदम यता खोइ भाइहरू। आजको टुर चाहिँ ओभरै रमाइलो अवस्थामा देखिरहेका छौँ। तपाईँहरू पनि देख्नुहुन्छ। एकदम माई डियर साली पनि आउनुभएको छ होइन। वाउ, के छ साली? अनि भर्खर के हो यहाँ भेना यहाँ अघिदेखि पर्खिरहेको थियो, भर्खर आएको हो। गीत अहिले बजाउँला नि। म त 4-5 वटा टिकटक अघि बनाइसकेको, एक्लै साली नभएर होइन। वाउ, यो केटाकेटीहरू त हो। हेलो, के छ भाइ? कोही पनि छैन, हामी मात्रै छ। एउटा ठुलो बस आइरहेको थियो घुम्नलाई, अघि गइसक्यो। खाली छ, केही छैन। यो बसन्त ऋतुको समयसँगै यहाँ रुखबाट पात झरेर यस्तो हेर्नुमा त सबै यो जमिनमा पातहरू झरिरहेको छ। बसन्त ऋतु आउन आँटेको हुनाले गर्दाखेरि यहाँ अब म हेर्दै यो हाम्रो यस रासतालको ठाउँमा भएका यहाँ ताल हेर्नुहोस्। राम्रो छ, राम्रो हो। वाउ, ब्युटिफुल प्लेस। अब अहिले हाम्रो एकछिनमा यहाँ ठक्क एक ठाउँ बस्नेछौँ, बसेर मजाले यहाँ इन्जोय गर्नेछौँ। आज हामी ड्राई पिकनिक पनि आएका छौँ। आज बुहारीको एनिभर्सरीले गर्दाखेरि हामी यहाँ यस ठाउँमा रमाइलो गर्नको लागि आइपुगेका छौँ। पुरै रुख छ। यो रुख चाहिँ के को हो? सखुवाको हेर्नुहोस् त कस्तो सेतो लगाइदिएको छ, कति राम्रो देखेको। यता यो चाहिँ के रहेछ? यो चाहिँ बस्ने ठाउँ। हाम्रो भावपूर्ण श्रद्धाञ्जली स्वर्गीय मनमाया लिम्बू चेम्जोङको नाममा यो बस्ने ठाउँ बनाएका छन्। अब अगाडि बढौँ न त। अगाडि बढ्दै गर्दाखेरि एउटा कुकुर पनि बिचरा सुतिरहेको अवस्था छ है, निन्द्रा लागेर सुतिरहेको। यो के हो? यो पनि बिग्रिसकेको छ, उल्टो छ। अब यो कसरी? यो त डेन्जर छ नि। यहाँ झुला पनि छ तर भाँसिएर कोल्टे भइरहेको देखिराख्नु भएको छ। एउटा झुला चाहिँ राम्रै छ। एउटा हाते ट्र्याक्टर पनि राखिरहेको छ, सायद बिग्रिरहेको होला। म त अब फर्किनु पर्यो, किनभने यहाँ हाम्रा टोलीहरू त फुल मस्ती गरिरहेको देखिराख्नु भएको छ। पातै पात छ। यसो टेक्दा पनि खर साउन्ड आइरहेछ। मजा आइरहेछ। पातको साउन्डले चाहिँ कानमा आनन्द महसुस भइरहेको। सबै पातै पात। वाउ, फेरि पनि म आफ्नै एरियामा आएर एउटा भिडियो फेरि खिच्न लागेको। वाउ, झुलामा पुरा झुलिरहेको छ। फेरिको झुला लागेर डरा ल हाम्रो डराएर उयो डराइरहेको छ यत्रो सानो झुलामा पनि। ल रोकिदिउँ
फेरि तपाईँहरूलाई एकदम म यहाँ ओभर कमेडी सो देखाउन गइरहेको छु बिस्तारै हल्लाएर हाम्रो डरले पुरै वा डरले यस्तो हो तरिका हो ल बरु इभानलाई केही भएको छैन यो इभान एक दिन त एक दिन रोटेपिङ बन्द गरेर त्यो ओर्लेको म र सनोज चाहिँ घुमिरहेको के हुँदैछ के चाहिँ अनि अर्को यही हो र ए ल यो झोलाभित्र छ यो नि यता ह्यान्टा हेलो इभान हेलो हेलो सोच मङ्की हेर्ने वाउ ओह कस्तो राम्रो हरिण हरिण कहाँ के छ खोइ त ओ मङ्की मङ्की ल हेर आमामा जम्पान भाइ यहाँ कस्तो दाम वा के रहेछ त हेलो हेलो उल्लु हो कि के हो खोइ सर्प सर्प यो अजिङ्गर छ यो भित्र होइन त्यहाँ भित्र पसिरहेछ अहिले बाहिर निस्किएकै छैन त्यही भएर हामी छैनौँ ल हामी त झोले भइएछौँ नि आज त होइन हो र हो र त्यस्तो ल अब गाडी कसरी खोल्नु अरे ला अनि त्यो चाबी बिना त्यो नै नहुने ला अब जो जो गाडीमा चढेर आयो सबैलाई ठेल्न लाउनु पर्छ रासा तालको मजा पानीको क्या मजा छ नुहायो भने यहाँ धेरै गहिरो छ नि डुबिन्छ नि फेरि होइन भान्ज कहाँसम्म हामी त्यहाँ कोही कहाँसम्म पुगेको थाहा छ उतापट्टि शङ्कर भेली उता हो टल्केका बुहारीहरू त्यसो अहिले नै जाउँ भेटा अहिले जाने भरे न 10 बजे राति आउने क्या अनि किन चाहियो लुगा यस्तो गर्मीमा त्यहाँ डान्स गरेपछि जाडो हुँदैन क्या त्यही टाइममा अहिले मात्रै हो यहाँ यसो हल्का अस्ति म र बिना यतै टिकटक बनाएको थिएँ
म एउटा नाच्दैछ मोजेस पनि उता हो पुरा दिइरहेको छ टिकटकहरू
नहीं से आया माता जो तो माता बेटा नाच्यो जो मम्मीलाई ल सबैजना न ल स्याउ अरे बुहारीले है बुहारीले आमा खतरा ओ एउटा चाहिँ के गरेको ल भाउजूले ल अहिले यसलाई यो अहिले त्यहाँ कुदिहाल्छ फेरि ल हात होते देख्छु यिनी से आज खोइ ए नाच ईशा नाचना चाहिए ना ए नाचल अब म यो सबै युट्युबमा अपलोड गरिहाल्छु मेरो च्यानलमा हो त ओए फेरि कहाँ भागे खोइ त ओए ल हेर यसले मुखमा के हालेको यो भएन ओए ल घुमाऊ 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 हाम्रो अरू साथीहरू त्यो अर्को बाटो गइसक्यो है हामी त्यो बाटो जाँदैनौँ